गाइज सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथै आज धेरै दिन पछाडि भ्लग बनाउँदैछु। आई होप हजुरहरूले पनि हेरेर साथ दिनुहुन्छ भन्ने आशाको साथै जानी नजानी भ्लग बनाउँदैछु हैन, हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा छ। अनि यता चाहिँ मेरो बहिनी। हाई एभ्रिवान, सबैजना सब्सक्राइब गरिदिनुहोस् होला पूजा दिदीको च्यानल। सब्सक्राइब, कमेन्ट एन्ड ट्याप द बेल आइकन गाइस। अब चाहिँ हामी मासु पकाउन आँटेको छ अनि हामी कसरी पकाउँछ के गर्छ भनेर हजुरहरूलाई देखाउँछ। स्टे ट्युन गाइस। ओके गाइस, अब चाहिँ हामी बनाउन आँटेको चिकन। हेर्दै गर्नु होला। हामी चाहिँ यहाँ प्याज काट्दैछु म चाहिँ। अब यता बहिनीले के गर्नुहुन्छ त्यो यसको तेलमा राखेको क्या, मैले अब राखेको थिएँ नि त। हुन्छ, धुनुपर्छ। के चाहिँ त्यसमा मन केलाई सकेकै छैन। के दिन्छ दिउँसो पनि त हो प्याज। यो त खाइसक्यो है। प्याज हाल्नु पर्ने। एकै प्याज हाल्नु न। ल ओइ लसुन पनि काट्नु। लसुन छ त पत्ता है तर लसुन खै अलिकति हामीलाई चाहिँ यहाँ हाल्ने बेलामा डर लाग्छ। कस्तो डिस्टर्ब भयो गाइस। माथि जाने ल जाने। यो चाहिँ लसुनको पत्ता हो। माइन्ड नगर्नु होला, बाहिरबाट अलिकति हल्ला आउँदा छ। त्यही हो, धेरैजना हल्ला आउँछ। हजुर सुपारी ल्याएँ कि यहाँ तपाईँ राखिराखेँ सुपारी। अहिले भरे खोज्नु न।
के भन्छ अरे ओइ टुक्रुके पनि हाल्ने कुटाको मिठो हुन्छ नि कुटाको तपाईँलाई कस्तो लाग्छ हो साह्रो हो ल ए सेतो बट्टा चाहिँ हो नि सेतो बट्टा दुसा त्यो मेरो किचनको टेबलमा नि सेतो बट्टा छ कि जाउँछ हेर आउँछ अब अहिले चाहिँ गाइस मासु फ्राई हुँदैछ होइन हाम्रो चाहिँ रक्कसँग यहाँ चाहिँ हाम्रो ल रेडी हुँदैछ हो कटिङहरू सबै अब कस्तो हुन्छ पाकिसकेर हजुरहरूलाई देखाउँछु हामी आशिष हाई भनिदेऊ उनीहरू चाहिँ पढ्दैछ यहाँ अन्त हामी चाहिँ यहाँ खाना पकाउँदैछ How are you, Nusa? What I am? Say it loudly. Jyoti Pandyo. How are you, Nusa? Okay, everyone is doing good. Di पुग्छ हो आरामले पुग्छ हो होस् त्यो नहाल्नु न पुग्छ हो हाल्नु होला पुग्दैन तर कस्तो लाइट उज्यालो नभएर अलिक अँधेर अँधेर देख्दो रहेछ नि हो कि न के हो यो केही छैन त छ त नि मसँग मसला मैले अस्ति दुई मसला हालेको कस्तो भक्ति लाग्थ्यो दुई पनि त बुझ्नु तिनीहरू हेरेको चाहिँ नहाल्नु है तिनीहरू हेरेको चाहिँ काट्नु है त्यो कसरी काट्नु अरे ला काट्दा हुन्छ नि त्यो काट्नु यत्रो राम्रो त भ्याल्छ कि हौरा खान्चुहरू गरेको चाहिँ हाँस्छ नि त मान्छे ला अनि कसरी चाहिँ हाल्नु त अनि मलाई त काट्न आउँदैन नि फेरि लागि चाहिँ यति नै हजुरहरूले हेरेर साथ दिनु होला भन्दै बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच